240 वर्षीय जहानिया राणाशाहीका विरुद्ध गङ्गालाल, दशरथन, धर्मभक्त र शुक्रराजहरूले विद्रोह गर्दा उनीहरूको हत्या कसले गरेको? कसले पुष्पलाललाई निवासी बस्न बाध्य पार्यो? कसले बिपीलाई देश निकाला गर्यो? कसले क्याप्टेन एके बहादुरलाई जेलभित्र कुटी कुटी हत्या गर्यो? तिनै हत्याराहरू विरुद्ध मैले बन्दुक उठाउनु हिंसा हुन्छ भने तिम्रो हिंसाको परिभाषा फेरि हो भने महाशय बकवास बन्द गर। तिमीलाई 14 वर्ष जेल कसले पछ्यो? मदन भण्डारीलाई कसले त्रिशुलीमा झार्यो? 240 वर्ष 240 वर्ष एकतन्त्रीय शाही शासन कसले चलायो? तिनै हत्यारा विरुद्ध, तिनै अपराधीहरू विरुद्ध मैले बन्दुक उठाउनु हिंसा थियो भने तिम्रो हिंसाको परिभाषा के हो भने बकवास बकवास बन्द गर। बारामती सहमतिमा किन हस्ताक्षर गर्यो? किन हिंसावादीसँग पार्टी एकता गर्यो? किन गर्यो सिंहदरबारको खुसी साटासाट? एउटै थालमा खाएर एउटै ओछ्यान सुतेर एउटा हिंसावादी अर्को शान्तिवादी यो हुन सक्दैन। यदि तिमी त्यसरी सोच्छौ भने तिमी आत्मघाती हो र असली हिंसावादी तिमी हो। महाशय अति हो बकवास बकवास बन्द गर। याद राख सच्चा गणतन्त्रवादी हिंसावादी हुन सक्दैन। याद राख। हो असली क्रान्तिकारीहरू कदापि हिंसावादी हुन सक्दैन। जनताको निम्ति बलिदान गर्नेहरू हिंसावादी त झन् हुनै सक्दैन। उनीहरू हुन्छन् क्रान्तिकारी र क्रान्तिकारीहरू हुन्छन् सदैव जनता र मुलुकप्रति समर्पित। आज संसद भवनहरूभित्र जो नारा निस्किन थालेको छ, सडकमा जो आवाज सुनिन थालेको छ, जिरो स्वरमा भए पनि ती प्रतिगामी आवाजहरू, ती प्रतिक्रान्तिकारी आवाजहरू जनताको आन्दोलनको बलमा दबिँदै जानेछन्। अन्त्य हुनेछ, उनीहरू उठाउनेछ समाजवादको उज्यालो घाम, जहाँ क्रान्तिलाई हिंसावादी भन्नेहरूको कुनै गुन्जाइस रहने छैन। महाशय सायद भोराईको नेतृत्व तिमी नै गरिरहेछ। क्रान्तिलाई हिंसाको परिभाषाभित्र कैद गर्न खोज्नेहरू जनताको जीवनलाई आफूल व्याकुल हुने गरी कर फुकाउँदैछन् र त्यो करमा तर मार्दैछन्। कर बढाउने स्थानीय सरकार बलियो बनाउनुपर्छ भनेर अनि करमा भ्रष्टाचार गर्ने तिमी स्थानीय सरकारहरूबाट हुने टेन्डर र ठेक्कापट्टामा व्यवस्थित हुने उनका कार्यकर्ता, जनता कर दिने त्यसमा मस्ती गर्ने स्थानीय सरकारका मानिसहरू, कर्मचारीहरू अनि ठेकेदारहरू क्रान्तिलाई हिंसावादी भन्नेहरूको सत्ताभित्र यस्तै हुन्छ।
यहाँ घुराई सिमेन्ट छ, मैले राम्रो सुनेको छु। माथि बङ्गलाचुली गाउँपालिकाका हजारौँ घरहरू यसरी प्रताडित छन्, ठुलोको मुस्कोभित्र बाँच्न बाध्य छन्। बङ्गलाचुलीका गाउँलेहरू सडकमा टिफरको आतङ्कले मानिसहरू कुल्चिँदै मारिँदै गइएका छन्। तर क्रान्तिलाई हिंसावादी भन्नेहरू यही नै शङ्कर पोखरेलहरू नाम लिन पाए राम्रो, तर कहिलेका नामहरू उच्चारण गर्दा उचित नै लाग्छ। हिंसावादीको पर्यायभित्र क्रान्तिलाई राख्नु पर्नेहरू तिमी बङ्गलाचुलीका जनताको गुनासो सुन्न सक्दैन, जनताको पीडा बुझ्न सक्दैन। विकास निर्माणको नाममा आउने भ्रष्टाचार र करेक्सनलाई व्यक्तिलाई अन्य नेतालाई तिमी रोक्न सक्दैन। 2051 सालदेखि 2082 सुरु भएपछि आजसम्म पनि सत्तामा तिमी सदैव कर मारिरहेकै छौ। काङ्ग्रेसले तिमीले भन्दा अलि धेरै कर मारेको होला, तर पछिल्ला यात्रामा कहिले माओवादीसँग कुन जोड्दै कहिले काङ्ग्रेससँग हातेमालो गर्दै सत्ताको पालो सम्हाल्ने तिमी नै त हो। र तिमीहरू नै आज सत्ताको नेतृत्व गरिरहेका छौ। भन्छौ पहाडवाला प्रधानमन्त्री भएर समृद्धि विरुद्ध 84मा हामीलाई जिताउनुहोस्। कहिलेसम्म आउने नेपाली जनता, कहिलेसम्म जिताइरहने उनीहरूलाई, कहिलेसम्म मालिक बनाइरहने उनीहरूलाई हामी कङ्गाल गरिरहने, कहिलेसम्म? जब मानिसको बुद्धिको भाँडोमा बिर्को लाग्छ, जब जनताको बिचमा गरिएका भाषाका कसमहरू मानिसहरू बोल्दै जान्छन्, त्यसपछि उनका परिभाषाहरूभित्र पनि उल्टो हुँदिरहेछन्। यस्तै राजनीतिक परिदृश्यहरूले आज नेपालको राजनीतिक बादल धुमिन्छ। जनतामा निराशा छाएका कारणहरूका पछाडि यिनै सवाल र आवाजहरू छन्। जब हामी सहीलाई सही देख्न सक्दैनौँ र गलतलाई गलत भन्न सक्दैनौँ, तब समाज ठिक गतिमा अगाडि बढ्न सक्दैन।